मध्य प्रदेश सरकारमा नेपाली काङ्ग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी सहभागी भएका छन्। अर्थसहित 4 मन्त्रालयको नेतृत्व गर्ने गरी काङ्ग्रेस र शिक्षा तथा संस्कृति मन्त्रालयको नेतृत्व गर्ने गरी लोसपा सरकारमा सहभागी भएका छन्। नेपाली काङ्ग्रेस र लोसपाका नवनियुक्त मन्त्रीहरूले बिहीबार साँझ शपथ लिएका छन्। काङ्ग्रेसबाट सुनिल कुमार यादवले अर्थमन्त्री, जनार्दन सिंह छेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री र कौशल किशोर रायले श्रम तथा यातायात मन्त्रीको शपथ लिएका छन्। यस्तै लोसपाका प्रमुख सचेतक रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीका रूपमा शपथ लिएकी छन्। शिक्षा तथा संस्कृति मन्त्री रहेका नेकपा एमालेका राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मा दिइएको छ। बिना विभागीय मन्त्री मो. शकिल मियालाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ। आज नियुक्त भएका मन्त्रीहरूलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले शपथ ग्रहण गराउनु भएको छ। राजकीय सत्ता नेपाली जनतामा रहेको नेपाली जनता मेरो हक नेपालको संविधानप्रति कहाँ तपाईँ यता बिचमा यता खाली कानुनको अधीनमा रही जनताको सोझोतिताई कसैको डर नमानी पक्षपात नगरी कसैप्रति पूर्वाग्रह वा खराब भावना नलेखे पदीय गोपनीयता कायम राखी इमान्दारीका साथ गर्नेछु र आफ्नो कर्तव्यको पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको प्रचलित कानुन बमोजिम गोप्य राख्नुपर्ने कुरा म पदमा रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन। नहा ले ली हम, पता है कथी के हिंकर ग्रुप फोटो भर दे। तपाईँ बिचमा आएर सब बिगार्नुहुन्छ सरजी, बिचमा आएर सबलाई बिगार्नुहुन्छ। हामीले त फोटो खिच्न दिन्न होइन त, हामीलाई पनि महत्त्वपूर्णै हो नि।